भोट माग्नेहरू राष्ट्र रहेन भने कसरी चाहिँ जनतासँग आउँछौ, कसरी राजनीति गर्छौ पञ्चीय पार्टीका नेताहरू? तपाईँहरूलाई यो चाहिँ गहन प्रश्न छ, यसको उत्तर तपाईँहरूसँग छैन। त्यो हामी सोध्दैछौँ। राज्य रहे नै राजनीति हुन्छ, नेपाल रहे नेपाली हुन्छ। महासचिव भाइले धेरै कुरा गरिसक्नुहुन्छ। सबैलाई खेती सभा नेपाल कुनै जातिवादी होइन, अतिवादी पनि होइन। जाति र अतिवादलाई खडा गर्न चाहन्छु म। जाति र अतिवादका नारा ल्याउनु, अतिवादका नारा गरेर यो मुलुकलाई जातपातमा पार्टी आग गरियो, स्वस्थमा आएर बचाउ समाज खेती सभाले आफ्नो भूमिले रहेर अनि के को बाँचो यो अधिकार आफ्नो भूमि आफ्नो चाहिँ अस्मितालाई संरक्षण गर्न नसक्नेहरूले समुदायको नाममा जातको नाममा चाहिँ यो राज्य चाहिँ बाहिर्नुपर्छ, यो चाहिँ पुनर्संरचना गर्नुपर्छ, राज्यको नामाकरण गर्नुपर्छ भन्ने अधिकार छैन भने म हेर्न क्षेत्रीय समाजले सुरुवात गरेको छ। यहाँ सुश्रमासित गएर म निवेदन गर्न चाहन्छु। क्षेत्रीय समाजले त जनस्तरबाट आज हामीले एउटा पहल गरेका छन्। यहाँ जातीय समाजहरू गइरहेको आउनुपर्छ, यस्तै आवाज गर्नुपर्छ। सबै नेपाली भएर सबै जातीय समाज लगायत नेपाली संसदमा आवाज उठाइदिन्छ। यिनीहरूको भाउ चलिरहेको छुट्नुपर्छ, त्यसलाई स्वीकार गर्नुपर्छ। यहाँ त पुरा राष्ट्रवादका